30 डेज ट्रेडिङ च्यालेन्जको डे 1 मा मेरो ब्याक टु ब्याक 2 वटा लसेस भयो। त्यसपछि मैले यो काम गरेँ जुन तपाईहरूलाई बिलिभ गर्न गाह्रो हुन सक्छ। आज जुन 3 2026 गोल्डको 5 मिनेट 15 मिनेट टाइम फ्रेमको दुवै ट्रेन्ड ओभरअलमा डाउन थियो। त्यसै अनुसार गोल्डमा मैले 1 मिनेट टाइम फ्रेममा सर्ट ट्रेड प्लान गरेँ। ट्रेड लिएको केही समयमै मेरो स्टप लस हिट भयो। त्यसको केही समयपछि फेरि मेरो अर्को सर्ट ट्रेड बन्यो र मैले आफ्नो सेटअप अनुसार फेरि सेल गरिदिएँ। सुरुमा त केही समय मलाई प्रफिटको मजा दियो, तर त्यसपछि मेरो एसएल हिट गर्यो र प्राइस केही समय टाइम पास गरेपछि मेरो टार्गेटमा पुग्यो। यो देखेर मलाई अझै अर्को ट्रेड लिन मन लाग्यो। लस रिकभर गर्न मन लाग्यो होला भनेर सोच्नु भएको थियो होला। बट यु गाइज आर कम्प्लिटली रङ। मेरो रुल्स अनुसार एक दिनमा मैले जम्मा 2 वटा सम्म ट्रेड लिन पाउँछु। चाहे त्यो ब्याक टु ब्याक लसेस होस् या प्रफिट, इट डजन्ट म्याटर टु मी। चाहे $100 लस होस् या $200 प्रफिट, एक दिनमा म्याक्स 2 वटा ट्रेड लिन पाउँछु। रुल्स अनुसार मैले आफ्नो ट्रेडको जर्नल बनाएँ र सिस्टमलाई बन्द गरिदिएँ। वेल, तपाईहरूको हिजोको ट्रेडिङ कस्तो भयो कमेन्ट सेक्सनमा लेख्नुहोला।